मलाई त्यो दिनमा कस्तो भएको थियो, रोएर मैले यत्रो दिन कटाएँ। जब मेरो नानीले मेरो बच्चाले दुध खान लायो अनि बल्ल मेरो मनलाई शान्ति भयो। ब्लू क्रस हस्पिटल फ्यामिलीलाई धेरै धेरै धन्यवाद, हाम्रो बच्चा सेभ गराइदिनु भयो। नानी अहिले सुधारमा आयो अनि मेरो हातमा आयो, मैले घर लग्न पाएँ। डाक्टर धनञ्जयको टिमलाई पनि विशेष धन्यवाद। जन्मिएको 24 घण्टाभित्रै बच्चालाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था आएको थियो, किनभने बच्चामा जन्मजात निमोनिया देखिएको थियो। नमस्ते, मेरो नाम सङ्गीता नेपाली। म सल्यान कालीमढीदेखि आएको, यहाँ काठमाडौँ ब्लू क्रस हस्पिटलमा मेरो डेलिभरी यहाँ रङ्गिनाको टिमले नै गर्नुभएको हो। अनि उहाँ रङ्गिनाको टिमलाई सबैलाई उहाँलाई पनि धन्यवाद छ। अनि मेरो डेलिभरी गरिसकेपछि मेरो बच्चामा समस्या देखियो। अनि समस्या देखिएपछि उसलाई निमोनिया देखायो। निमोनिया देखाएपछि भेन्टिलेटरमा हाल्नु पर्यो 2-3 घन्टापछि। अनि फेरि 24 घन्टापछि सुधार आयो। सुधार आइसकेपछि फेरि उसलाई दोस्रो पटकमा पनि भेन्टिलेटरमा राख्नु पर्यो। अनि दोस्रो पटक भेन्टिलेटरमा राखिसकेपछि फेरि एनआइसीमा राख्नु पर्यो। एनआइसीमा राखिसकेपछि 1 हप्तापछि उसलाई सुधार आयो। अनि सुधार आइसकेपछि फेरि इन्फेक्सन देखायो। अनि इन्फेक्सन देखाइसकेपछि 21 दिनको एन्टिबायोटिक चलाउनुपर्छ भन्नुभयो डाक्टर धनञ्जयले। अनि त्यो चलाइसकेपछि अहिले मेरो नानी अहिले सुधारमा आयो अनि मेरो हातमा आयो, मैले घर लग्न पाएँ। अनि मलाई त्यो दिनमा कस्तो भएको थियो, रोएर मैले यत्रो दिन कटाएँ। जब मेरो नानीले मेरो बच्चाले दुध खान लायो अनि बल्ल मेरो मनलाई शान्ति भयो। अनि उहाँ मेरो धनञ्जयको टिमलाई धेरै धेरै धन्यवाद छ। अनि यहाँको सिस्टरहरूले पनि धेरै केयरफुल गरेर हेरिदिनु भयो मेरो नानीलाई, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद छ। अनि त्यही भन्न चाहन्छु। अनि मेरो डेलिभरी पनि राम्रै गर्नुभएको थियो रङ्गिना डाक्टरले। म सधैँ उहाँको फलोअपमा आएरै 9 महिनासम्म उहाँको फलोअपमै बसिरहेको थिएँ। नमस्ते सबैजनालाई, म डाक्टर धनञ्जय सिंह, कन्सल्टेन्ट एनआइसियू ब्लू क्रस हस्पिटल। बेबी अफ सङ्गीता लास्ट चैत महिनाको 19 गते सिजेरियन सेक्सनबाट जन्मेको थियो बच्चा। जन्मिएको 24 घण्टाभित्रै बच्चालाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था आएको थियो, किनभने बच्चामा जन्मजात निमोनिया देखिएको थियो। त्यो निमोनियाले गर्दाखेरि चाहिँ फोक्सो र मुटु दुईटैमा समस्या देखिएको थियो र लगभग 2 दिनपछि चाहिँ हामीले भेन्टिलेटरबाट निकाल्यौँ। तर निकालेको 48 घण्टाभित्र फेरि हामीले भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था देखियो। निकालेको दोस्रो पटक पनि हामीले लगभग 24 घण्टाभित्रै हामीले बच्चालाई भेन्टिलेटरबाट निकालेको थियौँ। सो यो क्रममा लगभग 2 चोटि नै हामीले भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था आयो र बच्चाको अवस्था पनि एकदमै जटिल नै थियो त्यो टाइममा। क्रमिक रूपमा बच्चामा सुधार हुँदै गयो। त्यसपछि ब्लडमा इन्फेक्सनदेखि लिएर कडा किसिमको सङ्क्रमण एसिनेटोब्याक्टर भन्ने कीटाणु पनि ब्लड कल्चरमा देखियो र लगभग हामी 21 दिनको उपचारपछि आज बच्चालाई सकुशल डिस्चार्ज गर्ने क्रममा छौँ। र यसको लागि चाहिँ डिस्चार्ज गर्ने क्रममा भनौँ न यो फेजबाट साथ दिने हाम्रो सिस्टरहरू, हाम्रो टिमको डक्टर्सहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र साथै बुवा आमालाई चाहिँ धेरै धेरै शुभकामना दिन चाहन्छु। धन्यवाद।